MATNZZBLGS मोटी MZ ब्लग्स सुक्रा आवाज चाहिँ मासु मनोरञ्जन लागेको हेर्न सक्नुहुन्छ। हाम्रो काकी यहीँ हुनुहुन्छ, पुयो सिकाकी अनि बाउ यहीँ सानो जान लागेको। अन्त जाने के भने सोना के देखेछ के बाल्टिङ उता अगाडि होला ए म कहाँ बिर्सिरहेको आज लोडी जस्तो घाम लाग्छ अघि घाम हल्का घामहरू हेर्न सक्नुहुन्छ आजको भ्यू हाम्रो घरको भ्यू बारी कडा हो। कसैलाई कागती चाहिन्छ भने आउनुहोस्। यत्रो ठुलो बाल्टिङ छ ए बोक्नु पर्छ। सेकडा अब यो कपाल चाहिँ ब्राउन ब्राउन देखेको छैन कमेन्ट हाल्नु त प्लिज। घसे है दादाको आउँदा हुन्छ यो पनि लगाउँ ल ठिक्क हुन्छ त्यति आउँछ होला माछा भरि हुन्छ होला। जाब नि त्यो ल चल्दैछ पर्दैन पानी ल्याउँ एक बोतल। हिजो फालामटिनावाला भ्लग हालिदिएको त हेर्नुभयो हिमलाई फालामटिनावाला भ्लग हालिदिएको त हिजो फलाम सलाम बेचेको सेचेको उयो मान्छे पाइन्छ पानी छ बोतल लिए नि फेरि अस्ति पनि तैँले बोतल लगाएर उतै छोडिस् कहाँ छोडिस् बोतल चाहिँ टुक्क लिएर आइदिनु ल यसो भरेर लिएर जा के भएर लिएर जा पानी कलबाट भरेर लिएर जानु अब चाहिँ चल्दैछ यो निर्मल # निर्मल अस्तिको चाउसोपो गयो मान्छे लकडा हो चाहिँ चल्दैछ ल मजाले बिको लाउनु त कोदालाई यहीँ छ। Bye bye. Lock out. Oh, it's all this. Oh, I need to do it. हाम्रो गाउँको भ्यू चाहिँ यस्तो तगडा हो। अब चाहिँ बगान आइसक्यो अब एकछिनपछि हेरौँ होला। हाम्रो गाउँको बगान चाहिँ यही हो है।
सर्ट भ्लग बनायो भने चाहिँ एडिट गर्नु पर्दैन धेरै झ्याउ हुन्न पुरा चाहिँ अब एकछिन आधी बाटो पुगिसक्यो अब अब चाहिँ कन्टिन्यू गरिदिउँ न उता सिरुघारी हेर्नु सक्नुहुन्छ गाडी चाहिँ हाम्रो बाबाले गर्नुहुँदैछ अहिले भर्खरै हल्का मुखले थिचेर अफ भयो यो उतातिरको जङ्गलहरू चाहिँ त्यो अर्को ठाउँको बगान हो त्यसलाई भन्छ पारी बगान अब कुन बाटो जान्छन् कुन बाटो लान्छन् हेरौँ यहीँ राख्दिने ल गर्नुभयो उनीहरूको त्यो फ्रिजमा जानु भएको थियो मोबाइल अहिले झन्डै बाले मोबाइल जाँदै यो चाहिँ बासी भ्लग हुन्न अस्तिको जस्तो यो चाहिँ अहिले एडिट गरेर हालिदिएको छु अर्को भ्लग आइसक्यो होला सायद त्यतिखेर आइसक्यो होला दिनमा 2टा भ्लग त हाल्दिनँ सायद यो हाल्छु कि त अर्को त्यो फलाम बेचेको भएर हाल्छु होला खोला आइसक्यो भाइ त्यो नहरमा मेरो फोटो खिचिदिनु ल अहिले पानी रहेछ यहाँ चाहिँ पुरा गहिरो हुन्छ अहिले चाहिँ गहिरो नरहेछ यो चाहिँ पालिया खोला हो पुरा हो पालिया पुरा हो हिँड्न गाह्रो भइरहेछ काँधमा छ फरुवा हातमा छ मोबाइल झऱ्यो भनिसक्यो अस्ति किन भ्लग नआएको भने टिकटकमा पनि मैले भिडियोहरू हालेको थिइनँ किनकि मेरो मोबाइल फुटेको थियो कति 12-13 दिनपछि बनाएको नि त मैले मोबाइल यहाँ चाहिँ नभन्दा खुट्टा छिरो हिलोमा बाउले कहाँ लाग्दैछ यसलाई चाहिँ नहर भन्छ एकड़ा हो नहर के अरे नहर नहर यही ठाउँ हो पुरा यहाँ मार्ने अरे ल एकछिन पछि
कडा यहाँ जाम भनेको कस्तो क्या जाने हल्का अलिक रिक्स लाग्यो क्या यहाँ र नै जाने रिक्स लाग्यो होस् जान्न बरु सही कुरा सुन के भन्नुभएको घर जाने लगडा हो घरतर्फ माछा चाहिँ यति बढी ठुल्ठुलो पनि छ मैले घर गएर देखाउँछु तपाईँहरूलाई हजुर के दिनु बालाई त्यहाँ फोटो खिचिदिनु भनेको यस्तो फोरबानीमा नखिच्नु अरे के गर्नु गाह्रो यहाँ सुत्नु मैले कति ठाउँ चाहिँ लभली छ है कहाँ कोही नुहाउनु छ भने यहाँ आऊ मान्छेहरूले यहाँ हग्छ यो पानीबाट यस्तो नुहाउनुहुन्न यस्तो पानीमा हाम्रो बाबाले भनेको फोहोर पानी रे यस्तो ठाउँमा चाहिँ नुहाउनुहुन्न आएर सो फोटोसोटो खिच्नु छ भने आऊ यहाँ पिकनिक खाने ठाउँ छ यहाँ शीतल छ यतातिर सो एउटा यहाँ शीतल छ यहाँ मजा यहाँ खतरा चिज देखाउँछु तपाईँलाई यहाँ छ एउटा नमस्ते झरना लगडा सही हो ल भरे एकछिन पछि सेगडा कसैलाई पैसा तथा सुन चाहिन्छ भने यहाँ आउनुहोस् र सुन यहाँ छानेर लानुहोस् कति चाहियो सुन यहाँ हेरेर लानुहोस् यहाँ सुनको डल्लाहरू म चाहिँ लान्न गाइस किनभने मसँग छ पैसा 10 रुपियाँ मलाई चाहिँदैन पैसा र अब यहाँ कसैलाई सुन चाहिन्छ भने आउनुहोस् र लानुहोस् अहिलेको लागि यति नै अब एकछिनपछि अब चाहिँ घर जान लागेको माछा मारियो मजाले मारियो त्यहाँ फोटो खिच्नु भनेको बाबालाई फोटो खिच्नु भएन बाबा चाहिँ अगाडि हुनुहुन्छ स्कुटरहरू पनि थिएछ मेरो चाहिँ भ्लग बनाउनु चाहिँ सेल्फी स्टिक हुन्छ नि म त स्टिक बनाउँथेँ भाँचेर युज गरेपछि पनि हेर्नु होला जान लागेको डिगीमा त्यस्तो के छ बालीबुडी खानु लक्डा त्यही हो यो बाबाको तर्फबाट 2 शब्द जास्नु त छोराले भ्लग गर्दैछ अब कस्तो अनुभव भइरहेछ हजुरलाई राम्रै भइरहेछ माछा मारेर बलिएको छ अनि छेप्दा होइन हो अनि छोराले यस्तो गरेको देखेर कस्तो माछा मार्न हेल्प गरिदिएकोमा कस्तो अनुभव भइरहेछ हजुरलाई राम्रो भइरहेछ बा ल चेकडा घर आइपुग्यो भाइले माछा साछा खेलाउँछन् होला म चाहिँ अब एक्लो बोल्नु होला आइपुग्यो घर अब यसो निन्द लागिरहेछ तर म निन्द दिनँ बाबुलाई अब 50 रुपियाँ माग्छु अनि डाइट खेल्न जान्छु यो भिडियो चाहिँ 30 मिनट कि त 25 कि त 15 मिनटको हुन्छ लकडा त्यही इन्जोय गरेर कडा हो तिमीहरू पनि हेर एउटा नुहाइ गऱ्यो अब नुहाइ गरेर राइस खेल्न जानु लागेको यो टी सर्ट चाहिँ बर्थडेमा गिफ्ट गर्नुभएको गोर्दाइले दाइ अब निर्मल दाइलाई बोलाउनु छ अब निर्मल दाइलाई डाइस खेल्न जानु लागेको निर्मल दाइ जाम चुकडा दाइले चाहिँ पकेको छिन् भन्नु भयो अब वेटिङ फर निर्मल तामाङ दाइको घर अब दाइको घर जस्तो छ भित्र दाइको कोठा पनि देखाउँछु म देखाउन दिनुभयो भने घरमा को हुनुहुन्छ दाइ चाहिँ नाङ्गै हुनुहुन्छ अरे त्यसरी के भने यत्तिकै पनि सिरियस नलिनु होला कुराहरू माछा मारेर आयो अब सायद त्यो भ्लग चाहिँ भोलि आउँछ होला भोलि आउँछ बिहान 8 बजीतिर त्यतिखेर सम्म चाहिँ अर्को फलामटिनावाला भ्लग इन्जोय गर्नु होला कडा हो
what happened, motherfucker? Exactly. अब अहिले टाइम छ 10 आउन पनि मेरो दिमाग चल्यो सुरसुक्रा सबैलाई ह्याप्पी दसैँ सुक्रा हो दाइ चाहिँ हुनुहुन्छ हाम्रो प्यारो निर्मललाई यो आजको लुक्स टी सर्ट पनि होइन टी सर्ट चाहिँ ह्यासट्याग गौरव दाई बर्थडेमा दिनुभएको दाईको रुम एउटा थियो सुक्रा हो डाइस खेल्यो हारेको पैसा पनि जित्यो अनि